नेपाल फिर्ता लिने आधार के छन्? ग्रेटर नेपाल बनाउन कसले रोकिरहेको छ? ग्रेटर नेपाल बनाउँदा के चुनौती आउन सक्छन्? आउनुहोस् डिटेलमा बुझ्ने कोसिस गरौँ। ग्रेटर नेपाल भन्नाले सुगौली सन्धि हुनुभन्दा अगाडिसम्म नेपाल अधिराज्यले भोग चलन गरेको यो एरियालाई बुझिन्छ। त्यो बेलाको नेपाल अहिलेको भन्दा लगभग दोब्बर ठुलो थियो। पूर्वको सिमाना टिस्टा नदीसम्म थियो। अहिलेको बङ्गलादेशको केही भूभाग पनि त्यति बेला नेपालमै आउने गर्थ्यो। त्यसै गरी पश्चिमतिरको सिमाना कुमाउ गढवाल हुँदै सतलज नदी पार गरेको थियो। त्यो समयमा भारतमा ब्रिटिसले शासन चलाइरहेको थियो र ब्रिटिसहरू नेपालीलाई पनि गुलाम बनाएर नेपालमाथि शासन गर्न चाहन्थे। यही कारणले इस्ट इन्डिया कम्पनीको नामले भारतमा शासन चलाइरहेका ब्रिटिसहरूले नेपालीहरूमाथि युद्ध गरे। त्यही युद्धको कारण सन् 1816 मा ब्रिटिस र नेपाल अधिराज्य बीच एउटा सन्धि हुन गयो, जसलाई हामी सुगौली सन्धिको नामले चिन्ने गर्छौं। हो साला, त्यही सुगौली सन्धिले ग्रेटर नेपाललाई खाएर यत्रोबाट यत्रो नेपाल बनाइदियो। सुगौली सन्धि र नेपाल अङ्ग्रेज युद्धको बारेमा मैले अगाडि नै यो भिडियोमा डिटेलमा एक्सप्लेन गरिसकेको थिएँ। सायद तपाईले त्यो भिडियोबाट क्लियरली बुझिसक्नु भएको छ। सो यो भिडियोमा चाहिँ म अरू इम्पोर्टेन्ट टपिकहरूलाई कभर गर्ने कोसिस गर्छु। सबैभन्दा पहिला कुरा गरौँ ग्रेटर नेपाल फिर्ता हुन सक्ने आधारहरू के छन् भनेर। त्यति बेला इस्ट इन्डिया कम्पनीले नेपाल अधिराज्यलाई 15 दिनभित्र हस्ताक्षर गर्न दबाव सहित सन्धि पत्र पठाएको थियो। तत्कालीन राजा गिरवाण युद्ध विक्रम शाह, भीमसेन थापा र अमर सिंह थापा लगायतका व्यक्तिहरूले त्यो सन्धि पत्रमा हस्ताक्षर गर्न चाहेका थिएनन्। नेपालको तर्फबाट सुगौली सन्धिमा त्यति सजिलै हस्ताक्षर गर्न नमान्ने भइसकेपछि ब्रिटिसहरूले हामी काठमाडौँमा हमला गर्दैछौँ भनेर डर देखाएका थिए। यसरी ब्रिटिसको धम्की आएपछि 15 दिने अल्टिमेटमलाई लम्ब्याएर 93औं दिनमा हस्ताक्षर गरेको थियो नेपालले। जबकि अन्तर्राष्ट्रिय नियम अनुसार कुनै पनि देशले अर्को देशलाई धम्की दिएर डर देखाएर सन्धि गर्न बाध्य बनाउँछ भने त्यो सन्धिको कुनै पनि मान्यता हुँदैन। यसको मतलब यहाँनेरि एउटा मेन पोइन्ट के छ भने नेपालले नचाहँदा नचाहँदै जबरजस्ती सुगौली सन्धिमा हस्ताक्षर गरेको भएर सुगौली सन्धि नै इनभ्यालिड छ। जब सुगौली सन्धि नै इनभ्यालिड हुन जान्छ भने सुगौली सन्धिकै कारणले गर्दा टुक्रिएको नेपालमै फिर्ता हुनु पर्यो नि। त्यति बेला नेपालसँग युद्ध लड्ने पनि ब्रिटिस नै थिए अनि नेपालसँग सुगौली सन्धि गर्ने पनि ब्रिटिस नै थिए। सुगौली सन्धिमा जम्मा 3 जनाले सिग्नेचर गरेका थिए। ती मध्ये नेपालको तर्फबाट चन्द्रशेखर उपाध्याय र गजराज मिश्र थिए भने ब्रिटिसको तर्फबाट प्यारिस ब्राट्स थिए। त्यसैले ब्रिटिसहरूले भारत छोडेर भारत एउटा स्वतन्त्र देश बनिसकेपछि सुगौली सन्धिको कुनै पनि अर्थ लाग्दैन। जब सुगौली सन्धिको अर्थ नलाग्नु भनेको ग्रेटर नेपाल यथावत रहनु हो। सन् 1946 मा भारत एउटा स्वतन्त्र देश बन्यो। त्यसपछि फेरि सन् 1950 मा नेपाल र भारत बीच एउटा सन्धि भयो। यो सन्धि पत्रको धारा नम्बर 8 ले सुगौली सन्धि पूर्ण रूपमा खारेज भइसकेको प्रमाणित गरेको छ। अर्को प्लस पोइन्ट के छ भने 1950 मा भएको नेपाल र भारतको सन्धिमा 10 वटा धाराहरू छन् र यी 10 वटा धाराहरू मध्ये कुनै पनि धारामा कहीँ पनि लेखिएको छैन कि नेपालको एरिया कहाँदेखि कहाँसम्म हो भनेर। यहाँनेरि मेन पोइन्ट के छ भने सुगौली सन्धिलाई त खारेज गरियो, तर सुगौली सन्धिकै कारणले गर्दा टुक्रिएको त्यो पुरानो ग्रेटर नेपालको एरिया भारतले लिने कि फेरि नेपालतिर फिर्ता हुने, यसको बारेमा केही पनि लेखिएको छैन। सो 1950 मा गरिएको यो सन्धिले ग्रेटर नेपाल अझै जिउँदै छ भन्ने कुरा प्रष्ट पार्छ। अर्को एउटा बलियो प्रमाण यहाँनेरि छ कि सुगौली सन्धि गरेको करिब 107 वर्षपछि सन् 1923 मा नेपाल र बेलायत बीच एउटा सन्धि भएको थियो। 7 वटा धारा भएको यो सन्धिको धारा नम्बर 2 मा स्पष्ट लेखिएको छ, दुई सरकार बीच भएका सुगौली सन्धि सहित त्यस यता गरिएका सबै सन्धि सम्झौता र संलग्नताहरू यस सन्धिबाट खारेज हुनेछ। पहिला ब्रिटिसले नै सुगौली सन्धि गरेर ग्रेटर नेपाललाई टुक्र्याएको थियो, फेरि ब्रिटिसले अर्को सन्धि सुगौली सन्धिलाई खारेज भयो भन्छ। यसको मतलब ग्रेटर नेपालबाट गएका ती भूभागहरू फेरि नेपालकै हुन् भन्ने अर्थ लाग्छ। अझै अर्को प्लस पोइन्ट के छ भने यो सन्धिमा नेपालको सिमानाको कुरा गरिएको छैन, यति मात्रै भनिएको छ कि सुगौली सन्धि खारेज भयो।
यसको मतलब ग्रेटर नेपाललाई ग्रीन सिग्नल दिन्छ यो सन्धिले। तपाईलाई लाग्न सक्छ ग्रेटर नेपाल फिर्ता गर्ने यति धेरै आधारहरू हुँदा हुँदै पनि आजसम्म किन फिर्ता हुन सकेन? किनकि ग्रेटर नेपाललाई इन्डियाले जबरजस्ती आफ्नो अन्डरमा लिएको थिएन। नेपाली नेताहरूले नै बेवास्ता गरेर भारतलाई छोडिदिएका थिए।